यहाँ चाहिँ हाम्रो चिया बगैँचा थियो है पहिला चाहिँ। पहिला त हामीले कलम सलम काटेर कस्तो राम्रो बनाउँथ्यो, अहिले त अलि बिस्याहार भएछ यस्तो रहेछ। अनि हेर्नु न, म अलि तलसम्म गएर देखाउँछु, लड्छ कि भन्ने डर छ फेरि यहाँ। यस्तो रहेछ। पहिले त यता चाहिँ अलिक सेफ लाग्थ्यो। यो तलसम्म यो मुनिको यो हरियो जति सबै चिया बगैँचा हो हाम्रो। कस्तो राम्रो थियो पहिला त, अहिले कलम सलम काटेन छ, अलि बिस्याहार चाहिँ भएछ। हेर्नु न, अस्ति त झाडी नै झाडी थियो, तर अहिले चाहिँ सायद राइने दिदीले काट्नुभएको होला, झाडी साडी काटेर अलिकति हेर्ने लायक चाहिँ बनाउनु भएको छ। पखाइ अलिक तलसम्म हेर्नु जाउँ है। यिनीहरू यो ठुल्ठुलो यो तलको लास्टको ठुल्ठुलो बोटहरू पनि सबै चियाको बगैँचा हो, चियाको बिरुवा नै हो। सानो इलाम यहाँ थियो, हाम्रो सुन्दर सानो इलाम यहाँ थियो। पहिला इलामे सर चियाबारी राम्रो भन्छ नि, हाम्रो यहाँ सानो सुन्दर इलामी चियाबारी थियो। तर अहिले अलिक बिजोग भएको कन्डिसन त्यस्तै छ है त भन्दै। मेरो सानोको मेमोरीहरू हो यिनीहरू, त्यही भएर सानोको मेमोरीहरूलाई क्याप्चर गर्दै सानो भिडियो बनाएको।